के गरेको हो के गरेको म जे पो गर्नु आफ्नो परिवार तिमीहरूलाई के को चासो हो म आफ्नो बेला बारम जे गरम हातुटा भाचम तिमीहरूलाई किन चाहियो तेरो छोरा जनक्रोधमा फस्यो भनेर तँलाई यहाँ सम्झना आएको तँ यस्तो गर्छस् मजको छोरा हो जे गरोस् त्यो के खाओस् तिमीहरूलाई के तिमीहरू आफ्नो छोरालाई सम्झाउन म त मुखियामा गर्नु भएको दानको सबै बेचेर रक्सी खाइदिइसकेको छु पनि पैसा माग्दैन अनि गर्छु ओइ अबदेखि नगरे होस् ल ल जामिन ल साथीहरू बसम बसम नहीं नाटक अलिक समाप्त होला साबिनेले समाप्त छ हेलो तपाईँ हर्केको आमा हैन तपाईको छोरा यहाँ चोकमा ड्रग्स खाएर पल्टिया छ तपाईले तुरुन्तै आउनु पर्यो किन भागे सर ए यसमा के छ तलासी ल्याउ त यसको बुझीमा ड्रग्स छ सर यो त कुलतमा पो फसिसकेको रहेछ हेर त यो ड्रग्स अरू के झोलामा के छ हेर त यसको यसको झोलामा पर्पलको बोतल छ छोरा 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 अभी ये तो बोल रहा है दोस्तों हाँ मेरे पैसा छोरा यस्तो नगर भनेको होइन देखिसक्यो त्यसको लापरवाही